ल हाम्रो म्याडमहरूले चाहिँ व्रत राखेको उसमा चाहिँ यहाँ बच्चाहरूलाई खानाहरू खिलाइराख्नु भएको छ र पुण्य धेरै धेरै आशीर्वाद दिए है नानीहरू सबैले है झोलीभरिभरि चाहिँ आशीर्वाद दिए यिनीहरूको व्रत राखेको इच्छा मनोकामना पुरा होस्। ऊ हाम्रो बाबु रोइरहेछ ऊ चाहिँ यसको के भनेको छ अरे यसलाई के नाम भैरवनाथ यहाँ बसेछ है सबभन्दा सानो भैरवनाथ बाबु छ है भैरवनाथ यो हो अनि यो चाहिँ सबै देवीहरू हुन् देवी दुर्गाहरू यी बसेछन् दुईटा हाम्रो म्याडमले राख्नुभएको छ यो व्रत है यहाँ हुनुहुन्छ अनि भान्जी भान्जी यता हेर्नु त भान्जीको व्रत पुरा होस्। अनि एकजना अझै खोइ अनि एकजना चाहिँ जानुभएको छ अलि सन्चो छैन त्यही भएर चाहिँ जानुभएको छ यी व्रत खाएछन्। ल खाऊ है नानी हो राम्रोसँग खाऊ है ल सबैले हाई गरिदेऊ त ल ल टनुसका हाई गर